हामी अफगानिस्तानको अहिले यति कुरा गर्छौँ, अहिले च्याम्पियन्स ट्रफीमा पनि देख्यौँ होइन पर्फर्मेन्सेसहरू। अफगानिस्तान पनि त एकैचोटि अब ट्यालेन्ट थियो नि त, त्यो बेलादेखि अफगानिस्तानलाई पनि ट्यालेन्टेड ग्रुपमा राख्थ्यो, नेपाललाई पनि राख्थ्यो होइन, अब सिङ्गापुरलाई पनि हेरेको थियो होइन, युगान्डालाई हेरेको थियो, सबै चिजहरू। त्यो गर्दै गर्दा अफगानिस्तानले के राइट गर्यो हाम्रो त्यो पनि एकचोटि हेर्ने कि उहाँहरू पहिला चाहिँ अफगानिस्तान ग्रो गर्दै गर्दाखेरि पिसिबीले एकदमै फुल सपोर्ट गर्यो। सो उहाँहरू बस्ने नै पहिलेदेखि अफगानिस्तानमा त्यो हुँदाखेरि पाकिस्तानमै बस्नुहुन्थ्यो। सो पाकिस्तानकै क्रिकेट खेल्नुभयो होइन, पाकिस्तानमै बेसिक क्रिकेट खेल्नुभयो, पाकिस्तानमै क्लब क्रिकेट खेल्नुभयो, स्टेट लेभलसम्म खेल्दै जानुभयो। त्यसपछि पाकिस्तानले फर्स्टमा हेल्प गर्यो, त्यसपछि फेरि सेकेन्ड राउन्डमा फेरि ओडिआई नेसन भइसकेपछि युएई क्रिकेट बोर्डले चाहिँ हेल्प गरेर उहाँहरूलाई चाहिँ होम ग्राउन्ड चाहिँ शारजा बनाइदियो। सो शारजामा बढी ट्रेनिङ गर्न थाले र त्यही गर्दै गर्दाखेरि इन्डियन गभर्मेन्टले अफगानिस्तानमा स्टेडियम बनाइदियो होइन। र त्यसपछि फेरि आउँदै गर्दाखेरि फेरि इन्डियाले के गर्यो, नोइडाले के गरिदियो त उहाँहरूलाई प्र्याक्टिस गर्ने उहाँहरूको होम ग्राउन्ड भेन्यू बनाइदियो, जति प्र्याक्टिस गरे जे गरे पनि यहाँ गर्ने सुविधा दिनुभयो र हुँदा लखनऊमा पुग्यो। र त्यो गर्दै गर्दाखेरि याद गऱ्यो भनेदेखि आइपिएलमा एक दुईजनाले ब्रेक थ्रु पाउँदै गयो, राशिद, नाबी, बिस्तारै अब अहिले त हेर्ने हो भनेदेखि अफगानिस्तान प्लेयर्सहरू जुन क्यालिबर छ अहिले अब सबै ग्लोबलमादेखि लिएर इभन आइपिएलमा पनि नम्बर्सहरू बढ्दै गइरहेको छ र एज अ क्रिकेटिङ नेसन पनि ग्रो गर्दै गएको छ। र त्यो हिसाबले हामी त्यसरी पनि त्यही मोडालिटीमा हामीले इन्डिया अथवा हामी कसैको सपोर्ट लिएर जान्छौँ, इन्डिया त हामीलाई बेस्ट हुन्छ, न हामीलाई कुनै केही चिजले रोक्छ, इस्युजहरू केही न केही त्यस्तो केही पनि छ जस्तो लाग्दैन। एटलिस्ट हामीले त्यो गर्दै गर्दाखेरि आइपिएलले किन जानु पऱ्यो, हामी स्टेटमा कुनै एज अ नेपाल ए टिम गएर खेलोस् न त। अफगानिस्तान मोडल जुन तपाईँले अहिले व्याख्या गर्नु भने एज अ अडियन्स चाहिँ इन्ट्रेस्टिङ हुनसक्छ कि एउटा समय हामी अफगानिस्तानसँग हामीभन्दा बिलोमै थियो जस्तो लाग्छ होइन। हजुर, हामीले धेरै बिट पनि गरेका छौँ होइन, हामी एउटै लेभलको म्याचहरू खेल्थ्यौँ, हामी उनीहरूभन्दा हाम्रो म्याच राम्रो हुन्थ्यो होइन। तर अहिले 10-12 वर्षमा ऊ कहाँबाट कहाँ पुग्यो होइन। यो उसको ग्रोथमा चाहिँ ट्यालेन्ट त अफगानिस्तानकै हो, तर त्यो ट्यालेन्टलाई माझ्ने काममा चाहिँ अरूको इनफ चाहिँ सपोर्ट रह्यो भन्ने जस्तो तपाईँको कुरो होइन। जस्तो हामीसँग पनि सेम कन्डिसन हो, हामीसँग ट्यालेन्ट छैन त कसैले पनि भनिरहेको छैन, हामी भनिरहेछौँ कि नेपालमा असाध्यै धेरै ट्यालेन्ट छ, पोटेन्सियल छ भनिरहेछौँ भने त्यसलाई कसको सपोर्ट लियो भने त्यो ट्यालेन्टलाई सदुपयोग गर्न सकिन्छ भन्ने कुरा चाहिँ हेरौँ भन्ने होइन। हजुर, अब कोचेसकै हेऱ्यो भने पनि उहाँहरूकोमा कोचेसहरू सफल हुँदै गए, त्यो गर्दै गए, तर उहाँहरूकोमा कन्सल्टेन्ट कोचहरू जहिले पनि त्यही अनुसारले हायर गर्दै गए। पाकिस्तान अब भनौँ न मेबी उहाँहरूको धर्मदेखि लिएर कल्चरदेखि लिएर सबै कुरा म्याचेस हुने भएको भएर जहिले पनि प्रायः जसो पाकिस्तानबाट कोचेसहरू कबिर उसबाटदेखि लिएर हेर्ने हो भनेदेखि होइन, खानदेखि लिएर अहिले पनि युनिस खान डगआउटमै देख्न सकिन्छ होइन, उहाँको कोचिङ ग्रुपमा हुनुहुन्छ। योभन्दा अगाडि जोनाथन ट्रट हुनुहुन्थ्यो र त्योभन्दा अगाडि फेरि वेस्ट इन्डियन हुनुहुन्थ्यो। तर त्यो सँगसँगै उहाँहरूले चाहिँ त्यही अनुसारले चाहिँ कोचेसहरू ग्रो गर्दै गए, कहिले इन्डियाबाट लिएर जानुभयो, कहिले होइन, इभन हाम्रो मोन्टी सर पनि जानुभयो कुनै टाइम, उमेश पटवाल पनि जानुभयो एज अ ब्याटिङ कन्सल्टेन्ट। भनेपछि उहाँहरूले त्यो काम गरिराख्नु भएको छ होइन। र लङ टर्म त उहाँको त्यो बेलादेखि प्लान थियो, किनभने अफगानिस्तान प्लेयरहरूसँग धेरै नजिक हुन्थ्यो हामी होइन, सँगै हुन्थ्यौँ। उहाँहरू चाहिँ जुन बेला स्टार्ट गर्दै गयो, त्यो ग्रो गर्दै गयो, उनीहरूको क्रिकेट लेभल चेन्ज हुँदै गयो अनि उनीहरू हामी सिङ्गापुरमा थियौँ, सिङ्गापुरमा इमर्जिङ कप चाहिँ हामी 9 रनले हारेका थियौँ। त्यो दिन उनीहरू ग्राउन्डमा चाहिँ आउँदाखेरि हामी जेनरली ट्र्याकमा आउँछौँ नि त ग्राउन्डको म्याचको दिन, उनीहरू सुटमा आए। सो उनीहरूले सरप्राइज भयो म। अनि मैले कुरा हो यो 12तिरको कुरा थियो, क्यारे 11-12तिर हामी सिङ्गापुरमा इमर्जिङ भएको थियो, त्यो बेला को कुरा थियो। अनि उनीहरू हामीभन्दा माथि अगाडि गइसकेका थियो, हामीले जुन डिभिजन त्यो 5 त्यो हामी जर्सीमा त्यो भइसके पछाडि। अनि मैले त्यो साथी थियो करिब सदिक भन्ने, अनि उसलाई सोधेँ तिम्रो सुटमा आयो, अचम्म लाग्यो किन भनेर भने, अनि हामी टेस्ट नेसन बन्ने तयारी गर्दैछौँ भने, उसको फेरि स्टाइल पनि त्यस्तै थियो होइन, हम टेस्ट नेसन बन्नेंगे त्यो अभिषेक तयारी गर्थ्यो कि। सो अनि अलिकति सुन्दाखेरि अनि भन्नाले त्यो बेला त उनीहरूकै कोच थियो उनीहरू चाहिँ त्यो, अनि तर अब अलिकति कस्तो लागेको थियो भने के भनिरहेछ साँच्चीकै मिन गरेर भनिरहेको हो किन, तर पोटेन्सियल चाहिँ त्यो बेला पनि थियो उनीहरूको, जुन प्लेयर्सहरूको पोटेन्सियल चाहिँ थियो होइन। र उनीहरूले गर्यो पनि होइन। अब त्यो भनेको अब तपाईँको 10 वर्षभित्र त उनीहरूले गरेर पनि देखायो होइन।
र सोच र अगाडि बढ्ने तरिका एक्टमा पनि चाहिँ अलिकति भनेको तपाईँले अहिले यो हुनु इक्जाम्पल पर्यो। दिइरहेको चाहिँ त्यो उसले कोट लाउने कुरा चाहिँ सिम्बोलिकल्ली मात्रै थियो, किनभने उनीहरूको कोटमा मात्रै कुरा थिएन, उनीहरू कसरी डेस्टिनेसन बन्ने भन्ने रोड म्याप सहित रोड म्याप सहित भनेपछि मेबी कोचले भन्ने कुराहरूमा उनीहरूले चाहिँ आफैलाई चाहिँ एज अ डेस्टिनेसन प्लेयर चाहिँ त्यही बेलादेखि नै एउटा मोटिभेसन फ्याक्टरले होला फिल गर्ने। कहिले कहिले अब त्यो स्पोर्ट्स साइकोलोजी अब प्लेयर मेन्टालिटी साइकोलोजीको लागि हिट गर्नको लागि हुनसक्छ कि आजदेखि क्यारी गर्ने आफूलाई त्यो एउटा एटिच्युड एउटा त्यो हुनुपर्छ भन्ने किसिमले पनि गरेको हुनसक्छ। सो त्यो राम्रो कुरा लाग्यो होइन। सोच चाहिँ रहेछ, सोच सँगसँगै एक्टमा पनि उनीहरू सबैजना एकै किसिमले सोचिरहेछ। अब हामी नेसन बन्नेछौँ भन्ने कुराहरू अब क्यानले मात्र अथवा एकजना व्यक्तिले मात्र, एउटा कोचले मात्र, एउटा प्लेयरले मात्र भनेर त सम्भावना छैन होइन। त्यसको लागि त अब के काम गरिरहेछौँ त होइन। त्यसको लागि पर्फर्मेन्सको मात्र कुरा आउँदैन, पूर्वाधार अब अहिले झन् कठिन भइरहेछ। त्यो बेला अब पर्फर्मेन्स र त्यसले दिन्थ्यो भनेदेखि अब त पर्फर्मेन्सले मात्र पुग्दैन होइन। सबै त्यसको लागि चाहिने सबै थपिँदै गएको छ। सो त्यसले गर्दाखेरि अहिलेदेखि नै राइट ट्र्याक राइट फ्रेममा चाहिँ हामी जानुपर्छ र ओडिआईको सधैँ भर गरेर हुँदैन, किन यो त 4-4 वर्षमा पाउने नपाउने त्यसको लागि स्ट्रगल गर्नु परिरहेको अवस्था छ र नहुँदाखेरि के हुन्छ भन्ने कुराहरू हामी धेरै उदाहरण पनि देख्न सक्छौँ होइन। हामी केन्याको कुरा गर्छौँ, हामी अरू देशको कुरा गर्छौँ होइन। भनेदेखि त्यसलाई अगाडि लङ टर्ममा लैजानलाई पनि सोच्नुपर्छ।